नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु तपाईहरुलाई सबैजनालाई तपाई हाम्रै युट्युब च्यानल हर हर महादेवमा र धेरै पछाडी आज केही कामको कुरो अथवा कामकाजको कुरो काम नपाएका कुरा अनि विदेश आएर भोग्न पर्ने दुःखका कुराहरू लिएर आएको छु हजुरहरुमाझ र आजको हाम्रो वैदेशिक रोजगारको क्रममा आइने देश युरोपको देश स्लोभाकियाको विषयमा केही कुराहरू लिएर आएको छु। स्लोभाकियामा आउने हामी नेपालीहरूको संख्या अहिले एकदमै धेरै बढेको छ। अलि कम थियो 6-7 महिना अगाडि भने अहिले एकदमै धेरै बढेको छ र स्लोभाकिया आएर दुःख पाउनेहरूको संख्या पनि एकदमै धेरै बढेको छ। के छ भने डाइरेक्ट कम्पनीबाट आउने साथीहरू कम छन्, तर स्लोभाकिया एजेन्सी मार्फत आउने साथीहरू काम नपाउने, काम पाइहाल्यो भने पनि टिआरसी नबनाइदिने र भिजा सकिसके पछाडि कि नेपाल जानुपर्ने कि भने भौतारेर अर्को देशतिर जानुपर्ने अवस्थाहरू आइरहेको छ। त्यो कारणले गर्दाखेरि सबैजनाले बुझ्नु होला। जस्तै तपाईहरु पोल्यान्ड जानको लागि कति साथीहरूले भिडियो बनाएर हालिरहनु भएको छ, कति साथीहरूले पोल्यान्ड आउनुस् हाम्रो कार्ड बनिरहेछ, यस्तो भइरहेछ भनेर भन्नुहुन्छ। तर त्यहाँ गएर पनि तपाईहरुको सबै कुरो डकुमेन्टहरू त बन्ला, तर डकुमेन्टहरू बने पनि तपाईहरुको टिआरसी बन्नेवाला छैन, किनकि धेरै साथीहरूको नेगेटिभ आइरहेछ। कोही कतै साथीहरूको रियरली आउने भनेको कमको मात्र आइरहेछ, तपाईहरु भाग्नु पर्ने अवस्था आइरहेछ। जस्तै टिआरसी नबन्ने कारणले गर्दाखेरि स्लोभाकियाबाट तपाईहरु फर्किन पर्ने हुन्छ। 11-12 लाख रुपैयाँ, 14 लाख, 15 लाख रुपैयाँसम्म तिरेर तपाईहरु यहाँ आउनुहुन्छ। अनि काममा आइसके पछाडि मैले जस्तै ड्राइभिङमा आउने साथीहरूको अब मैले बुझेका कुराहरू र मलाई फोन गरेर मेरो जस्तो फलो गरिरहनु भएको टिकटकमा, युट्युबमा मेरो भिडियोमा कमेन्ट गर्ने साथीहरूलाई मैले नम्बर छोडेर यहाँ आएका साथीहरूको गुनासोहरू सुनेको त्यो तपाईहरुलाई बताउँछु। जस्तै ड्राइभिङको लागि आउनुभएका साथीहरू हुनुहुन्थ्यो, मभन्दा जेठा दाइहरू पनि थिए। ड्राइभिङको लागि आउनुभयो र ड्राइभिङको लागि आइसके पछाडि 6 महिना तिमीहरू त्यतिकै बस्न पर्ने अवस्था हुन्छ। तिमीहरू 6 महिना यहाँ बस्यौ भने अनि तिमीहरूले बल्ल गाडी पाउँछौ र गाडी चलाउन पाउँछौ भनेर उहाँहरूले लिएर आएको पैसा पनि सकेर खाने कि अब केही काम पाएदेखि अर्को देश जाने कि नेपाल फर्केर गयो भने के गर्ने, मेन पावरले फोन गर्यो भने तपाईहरु आउनुस्, तपाईहरु आएपछि हाम्रो तपाईको टिकटको पैसा सुद्धा फिर्ता गर्छौं भनेपछि कस्तो हुन्छ भने मेन पावरवालाहरूलाई यिनीहरू युरोप पुगेपछि फर्केर आउँदैन भन्ने कुरो उनीहरू 100% छन्। त्यो कारणले गर्दा उनीहरूले त्यो एन्सर एकदम दिइहाल्ने एन्सरमा पर्छ। क्वेसनको एन्सर उनीहरूसँग प्रिपेयर भएर बसेको एन्सर भनेको तपाईहरु आउनुस्, तपाईहरुलाई पैसा रिटर्न गरिदिन्छौँ। अनि त्यो भइसके पछाडि अनि उनीहरूसँग भाडा पनि हुँदैन, केही पनि छैन, घरतिरबाट युरोप भनेर आइसकेको छु अनि दुःख पाइसकेको छ। के गर्ने भाइ भने पछाडि उहाँहरूलाई कति साथीहरूलाई मैले सोफा कम्पनीमा पोल्यान्ड उनीहरूलाई मैले बोलेर पठाएको छु। फेरि तपाईहरुको सबै डकुमेन्टहरू बन्ला, सबै कुरा होला, तर टिआरसी बन्ला नबन्ला त्यो 100% छैन। काम लगाइदिए बापत थोरै पैसा लिन्छ, त्यो पैसा तपाईहरुले तिर्नै पर्ने हुन्छ। तर तपाईहरु एग्री हुनुहुन्छ र अब नेपाल चाहिँ बरु यहीँ त्यहाँ तिरेको पैसा भने पनि तिरेर चाहिँ नेपाल फर्किनेसम्म बाटो भोलि पोर्चुगल खुलिहाल्यो भने पोर्चुगल गएर सेल्फ लक गर्छु, हैन भने 2-4 महिना काम गरिसकेपछि स्पेन गएर पात्रोमेन्त्रो गरेर भने पनि बस्न मिल्छ कि भाइ भन्ने हिसाबले उहाँहरू जानुभयो। त्यस्तै अर्को एउटा फार्मको काममा आएका साथीहरू हुनुहुन्थ्यो, दाइहरू भनौँ, दाइहरू मसँग अहिले पनि गफ हुन्छ उहाँहरूको, र उहाँहरूको टिआरसी बनाइदिएको छैन, बिरामी परेर यो ढाँड चाहिँ सड्केर बस्नु भएको रहेछ, सुतिरहनु भएको रहेछ। अनि फोन गर्नुभयो, भाइ टिआरसी पनि बनाउँदैन, उपचार गर्दै मेरो भन्दाखेरि काम गर्न सक्दैनस् भने घर जा, हामी उपचार गर्न सक्दैनौँ, तिमीहरूको त अब भिजा सकिने बेला भइसकेको छ, तिमीहरूको घरै जाने हो, यस्ता कुराहरू भनिदिने र मान्छेहरूलाई अलि हतोत्साहित बनाइदिने एजेन्सीहरूको कामहरू एकदमै त्यस्तो भइरहेको छ। अनि कति साथीहरू पोल्यान्डमा गएर मासु कम्पनीमा पनि पठाइदिएको छु, मासु कम्पनीमा काम गर्दै हुनुहुन्छ कति साथीहरूले, प्याकेजिङमा, कति साथीहरूलाई मसरुममा सहयोग गरेर मैले पठाइदिएको छु। अलिअलि पैसा खर्च हुन्छ, मैले लिएको छैन, तर
पोल्यान्डमा भन्दै बापत यो गर्ने बापत मलाई यति पैसा चाहिन्छ, उनीहरूको डकुमेन्टको लागि चाहिँ रेडी गरिदिनको लागि भनेर भन्छन्। अलिअलि पैसा खर्च गरेर उनीहरू गइरहेको पनि छन्। कति साथीहरूले 500 युरो सुरुमै तिरेर 500 युरो तिरेर पोल्यान्ड गएर अब तपाईँहरूको यतिजनाको निकालिदिइसकेँ मैले टिआरसी, यतिजनाको निकालिदिइसकेँ भनेर मान्छेहरूले एकदमै बेचिरहेका छन्। मान्छे बेचिरहेछन्। हाम्रो नेपाली दाजुभाइले नै नेपाली दाजुभाइलाई बेचिरहेछन्। त्यो कुराहरू तपाईँहरूले पहिला सुरुमा बुझ्नुपर्छ। यो भिडियो तपाईँहरूले स्कल नगरिकन हेर्नुहुन्छ भने मैले जे बोलिरहेको छु यो सत्य बोलिरहेको छु। म पनि एउटा स्लोभाकियामा काम गरिरहेको छु, म पनि फार्ममा काम गर्छु, चिज बनाउने काम गर्छु म पनि। र हामी डाइरेक्ट कम्पनी भएको कारणले गर्दाखेरि हामीले भनेकै तलब पाएको छौँ। हामीले खाना बस्न सुविधा भनेको थियो, हामीलाई खाना बस्न सुविधा पनि दिएको छ, एउटा कोठा दिएको छ, खाना बिहानमा खाना दिन्छ, बेलुकामा आफ्नै खाना हो। जस्तै काम नभएको दिन हामी आफैले किनेर खान्छौँ महिनामा। र यस्तो कुराहरू छ। कति साथीहरूको डेटै आएको छैन, वर्क परमिट जसले पनि निकालिदिन्छ। अनि वर्क परमिटको पैसा कटाउन भने पनि उनीहरूले काम गरिरहेको वर्क परमिट निकालिदिएको भन्ने पनि भइरहेछ। नेपालमै बस्ने साथीहरू पनि डेट नपाएर कति अल्झेर बसिरहनु भएको छ। अनि यही एमबिसी यो जस्तै ग्रुपहरू बनायो, साथीभाइहरूले बुझ्न खोज्छन् भनेर ग्रुपहरू बनायो, ग्रुपमा केही कुराहरू लेखिदियो भने त्यो ग्रुपमा बस्दैन, एकछिन पछाडि आफै हराएर जान्छ। तपाईँहरूलाई दिन खोजेको जानकारी केही पनि एकदमै गाह्रो साङ्ग्रो भइरहेको हुन्छ। विदेश जे सोचेर आइन्छ, भिजा लाए पछाडि यता गइन्छ उता गइन्छ, यो गरिन्छ त्यो गरिन्छ। स्लोभाकियाको भिजा यस्तो भिजा छ कि स्लोभाकियाको भिजामा तपाईँको कम्पनीको नाम लेखेर आएको हुन्छ। तपाईँ टिआरसी नबनेसम्म यता उता जान पाउनुहुने छैन, जान पनि मिल्दैन। र 1 वर्ष तपाईँ यहाँ बस्नै पर्छ। तपाईँले ट्याक्स तिरे अनुसार तपाईँको कम्पनीलाई तपाईँले फकाउनै पर्छ, आफ्नो गुड पर्फर्मेन्स दिनै पर्छ र टिआरसीको लागि बनाउनको लागि भन्नै पर्छ। त्योभन्दा अगाडि आत्तिनी यता गर्ने त्यता गर्ने भन्दा पनि फकाएर पठाउँछ, दलले पठाउँछ, उसले लिइसकेका हुन्छ पैसा, उसलाई त के मतलब हो होइन, उसले लिन पर्ने। अनि 1 वर्षपछि गइसकेपछि 1 वर्ष कमाएर आएन त, हामीले भनेको काममा पठाइहालेका थियौँ, तिमीहरू गा पनि हो, सबै कुरो यहाँबाट श्रम पनि गराएर गएकै हो भन्छ। त्यस पछाडि गएर पैसा लिने कुरो पनि हुँदैन। त्यही भएर एकदम राम्रोसँग बुझ्ने, के गर्ने कसो गर्ने भन्ने कुरा आफैले सोच्ने। पोल्यान्ड जाँदै हुनुहुन्छ स्लोभाकियाबाट क्रोएसियाबाट भने वर्क परमिट निकालेर हतारेर जाने होइन, हतारेर नजानुहोस्। हतारेर जाँदाखेरि लतारिन्छ, काम हुँदैन, भोलि डिपोर्टमा परिन्छ। किनकि युरोप भनेको अमेरिकाको सिको गर्ने देश हो। अमेरिकाले जब डिपोर्ट गर्यो, अहिले पोल्यान्डले पनि त्यस्तै डिपोर्ट गरिरहेछ। क्रोएसियाले बङ्गलादेशीहरूलाई भिजा रिजेक्सन नलिएर आउने कामको लागि भनेर आधिकारिक रूपमै हालिसकेका छ। पोर्चुगल बङ्गलादेशीले नै गर्दाखेरि सेल्फ लक बन्द गरेको छ, फोहोरी भयो, गाँजा बेच्यो भनेर होइन। स्पेनमा पात्रोमेन्त्रो गर्न पाइन्छ, कोठा पाइन्छ, काम पाइँदैन। काम नपाइसकेपछि कोठामा बसेर खानको लागि हामी दुःख गरेर पैसा कमाउन आएको मान्छेहरू हौँ। हामीलाई कामको लागि एकदमै गाह्रो हुन्छ। जस्तै तपाईँ टिआरसी बनाउनु भएको छ, कुनै पनि देशको टिआरसी बनाउनु भएको छ भने तपाईँले हरेक युरोपमा पनि एजेन्सीहरू राम्रा एजेन्सीहरू छन्। जस्तै नेपालबाट आएको जस्तो पैसाहरू तिर्न पर्दैन एजेन्सीमा। मलाई चाहिँ तैँले यो स्पेन पठाइदे, फ्रान्स पठाइदे, इटाली, जर्मनी। तपाईँ जब टिआरसी बन्नुहुन्छ त्यस पछाडि तपाईँहरूलाई उनीहरूले एउटा माध्यम बनाइदिन्छन् एम्बेसीसम्म जाने, र तपाईँहरू भिजै लगाएर जान मिल्छ। जस्तै पोर्चुगलै जानुपर्छ भने पनि भिजै लगाएर D1मा भिजा, D1 क्याटेगोरीको भिजा लिएर तपाईँहरू जान सक्नुहुन्छ। गइरह पनि छन् हो। त्यो भयो भने सेल्फ लक पनि हुन्छ, टिआरसी पनि बन्छ, सबै कुरा हुन्छ। जस्तै पोल्यान्ड तपाईँहरू फटाफट नकुद्नु होला। जस्तै यहीँ आउनु भएको छ, दुःख पाउनु भएछ भने पनि 1 महिना 1.5 महिना काम पाउनु भन्न भने पनि बस्नु होला, राम्रोसँग बस्नु होला। यताउति जाने कुराहरू नगर्नुहोस्। त्यो भइसके पछाडि यो विदेशमा आएर नेपालबाट भर्खरै आएका साथीभाइहरूलाई लुट्ने साथीहरूको सङ्ख्या एकदमै राम्रो छ अहिले पोल्यान्डमा। आउनुहोस्, हामी गरिदिन्छौँ, हामी पठाइदिन्छौँ, हामी यो गरिदिन्छौँ। 500 युरो ल्याउनु सुरुमै। अरूको जस्तो हुँदै हुँदैन। तपाईँ जानुहुन्छ, तपाईँको त 1 महिना पछाडि ऊ छ। हाम्रो त एजेन्सी अमेरिकामा पनि छ, यता पनि छ, जर्मनीमा छ, फ्रान्समा छ। अनि ऊ चाहिँ काम गरिरहेछ, फेरि एजेन्सी खोल्यो। पोल्यान्डमा एजेन्सी खोल्नु केही पनि ठुलो कुरो छैन। तपाईँहरू पनि नेपालबाट आउनुहुन्छ भने तपाईँले
कोही मान्छे मार्फत ऊ लयरलाई चाहिँ अलिकति पैसा खुवाएर काम गर्नुभयो भने तपाईँ एजेन्सी तपाईँले आफैले निर्माण गर्न सक्नुहुन्छ। एजेन्सी छ भनेर नझुक्किनुहोस्। नेपालीको एजेन्सी भनेको पैसा लिने एजेन्सी हो, त्यसले केही फरक पर्नेवाला छैन। त्यसैले सबैजना बुझ्नु होला राम्रोसँग के कति कुराहरू भने मैले। अब दुःख पाएका कुराहरू मात्र गरेँ, समस्याको समाधानका कुराहरू गरेन भनेर सोच्नुभयो होला। समस्याको समाधानको कुराहरू पनि म फेरि पनि लिएर आउनेछु तपाईँहरूलाई। के गर्ने कसो गर्ने भनेर तपाईँहरूले नबुझ्नु भएको कुराहरू कमेन्ट गर्न सक्नुहुन्छ। यति बेरसम्म मलाई भिडियोमा साथ दिनुभयो सबैजना हेरेर बस्ने साथीहरूलाई हर हर महादेव। पशुपतिनाथले सबैजनाको रक्षा गरून्, कल्याण गरून्। हर हर महादेव। जय शम्भ।